संयुक्त अरब इमिरेट्समा रहेको BAPS हिन्दू मन्दिर अबुधाबी BAPS स्वामीनारायण संस्थाद्वारा निर्माण गरिएको परम्परागत हिन्दू पूजा स्थल हो। यो मन्दिर दुबई र आबुधाबी सिमाना शेख जायद राजमार्गदेखि करिब 1 किलोमिटर भित्र अवस्थित छ। मन्दिर सन् 2019 मा शिलान्यास भएर 2024 मा निर्माण कार्य पूरा भई सर्वसाधारणका लागि खुल्ला गरिएको थियो। शिल्प शास्त्र भनेर चिनिने प्राचीन हिन्दू ग्रन्थहरू अनुसार बनाइएको अबुधाबीमा रहेको BAPS हिन्दू मन्दिर पश्चिम एसियाको सबैभन्दा ठुलो हिन्दू मन्दिर र मध्य पूर्वमा पहिलो परम्परागत हिन्दू ढुङ्गाको मन्दिर हो। यसमा 10,000 मानिसहरू अटाउन सक्छन्। यो मन्दिर 108 फिट अग्लो, 262 फिट लामो, 180 फिट चौडा छ, जसमा 7 शिखरहरू छन् जुन UAE को 7 इमिरेट्सको प्रतिनिधित्व गर्दछ। मन्दिरमा 402 स्तम्भहरू छन्, जसमध्ये कुनै पनि 2 स्तम्भ एकै प्रकारका छैनन्। मन्दिरको बाहिरी भाग भारतको राजस्थानको सानस्टोन ढुङ्गाबाट बनेको छ। मन्दिरको भित्री भागमा इटालियन मार्बलले बनेको छ। 25,000 बढी ढुङ्गाका टुक्राहरूबाट निर्मित मन्दिरमा रामायण, महाभारत जस्ता हिन्दू महाकाव्यहरूबाट विस्तृत चित्रणहरू समावेश छन्। 27 एकड़ क्षेत्रफलमा फैलिएको मन्दिरको जमिन 13.5 एकड़ पार्किङ र 13.5 एकड़ जमिनमा मन्दिर बनेको छ। यहाँ एउटा झरना पनि छ जुन 3 पवित्र नदीहरू गङ्गा, यमुना र सरस्वतीको स्रोतको प्रतीक मानिन्छ। मन्दिरमा स्वामीनारायण, अक्षर, पुरुषोत्तम, राधा, कृष्ण, राम, सीता, लक्ष्मण, हनुमान, शिव, पार्वती, गणेश, कार्तिकेय, पद्मावती, वेङ्कटेश्वर, जगन्नाथ र अयप्पाको मूर्तिहरू छन्। यहाँ घोडा र ऊँट जस्ता जनावरहरूको नक्कासीहरू पनि छन्, जसले संयुक्त अरब इमिरेट्सलाई प्रतिनिधित्व गर्दछ। अबुधाबी BAPS हिन्दू मन्दिरको इतिहास सन् 1997 मा प्रमुख स्वामी महाराजको संयुक्त अरब इमिरेट्सको भ्रमणको समयमा सुरु भएको थियो, जब उनले अबुधाबीमा एउटा मन्दिरको परिकल्पना गरेका थिए जसले देशहरूको संस्कृति र धर्महरूलाई एकसाथ नजिक ल्याउने छन्। सन् 2015 मा UAE सरकारले अबुधाबीमा हिन्दू मन्दिरको निर्माणको लागि 27 एकड़ जग्गा उपहार दिएका थिए। अबुधाबीको BAPS हिन्दू मन्दिरमा 7 वटा तीर्थस्थलहरू छन्। प्रत्येकमा छुट्टै पवित्र मूर्तिहरू छन्। मुख्य तीर्थस्थलमा अक्षर पुरुषोत्तम महाराजको रूपमा सम्मानित स्वामीनारायण र गुणातानन्द स्वामीको सङ्गमरमरको मूर्तिहरू छन्। दोस्रो तीर्थस्थलमा वैष्णव धर्मका कृष्ण र राधालाई समर्पित छ। तेस्रो तीर्थस्थलमा राम, सीता, लक्ष्मण र हनुमान छन्, जसमा रामलाई विष्णुको अवतारको रूपमा सम्मान गरिएको छ। चौथो तीर्थस्थलमा शिव, पार्वती, गणेश र कार्तिकेयका मूर्तिहरू छन्। पाँचौं तीर्थस्थलमा तिरुपतिका कारिगरहरूले बनाएका श्रीनिवास, वेङ्कटेश्वर र पद्मावतीका मूर्तिहरू छन्। छैटौं तीर्थस्थलमा जगन्नाथ, सुभद्रा र बलभद्रका मूर्तिहरू छन्। सातौं मन्दिरमा अयप्पनलाई समर्पित छ। यो मन्दिर आध्यात्मिकता, कला र सांस्कृतिक सद्भावको एउटा सुन्दर सङ्गम हो, जसलाई हेर्न विश्वभरिका मानिसहरू आउँछन्। UAE मा अन्य 3 हिन्दू मन्दिरहरू छन्। यी सबै मन्दिरहरू दुबईमा पर्छ। BAPS मन्दिर अबुधाबीको पहिलो हिन्दू मन्दिर हो। स्वामीनारायणको जन्म सन् 1781 मा एउटा ब्राह्मण परिवारमा पिता धर्मदेव र माता मूर्ति देवीको कोखबाट भारतको भगवान रामको जन्मभूमि अयोध्या नजिकै छपैया गाउँमा उनको जन्म भएको थियो। उनको 2 जना दाइ र भाइ थियो। दाइ राम प्रताप र भाइको नाम इच्छाराम थियो। उनको बाल्यकालको नाम घनश्याम थियो। बालकमा ज्योतिषलाई चिनो हेराउँदा उनको जन्म विश्व कल्याण हेतु भएको भनेर ज्योतिषले भविष्यवाणी गरेका थिए। उनी सानै उमेरमा अद्भुत दिव्य स्वभावका भएकाले उनको पिता धर्मदेवले उनलाई 5 वर्षकै उमेरमा 4 वेद पढाउन थाले। 8 वर्षको हुँदा उनको जनै संस्कार भयो।
11 वर्षको हुँदासम्म उनले धेरै गुरुहरूबाट सम्पूर्ण ग्रन्थ वेद आदिको ज्ञान हासिल गरे। जब घनश्याम 11 वर्षको भयो उसको माता पिता स्वर्गरोहण हुनुभयो। माता पिताको अन्तिम संस्कारपछि 11 वर्षको उमेरमा सन् 1792 जगत कल्याण तपस्या र ज्ञानको खोजीमा बाल ब्रह्मचारीको भेषमा उनले गृह त्याग गरिन्। गृह त्यागपछि गौरीकुण्ड, केदारनाथ, बद्रीनाथ कठोर तपस्या गरी उनले भारतको अनगिन्ती तीर्थयात्रा गर्यो। स्वामी नारायणले आफ्नो यात्राको क्रममा आफूलाई तपस्याको भेषमा राखेको हुनाले उनलाई नीलकण्ठ वर्णी नामले चिनिन थाल्यो। यात्राकै क्रममा हिमालयको मार्ग हुँदै तिब्बत भूमि अन्तर्गत कैलाश पर्वत मानसरोवरको दर्शनपछि नेपाल आए। हिमालय पर्वतको काखमा अवस्थित काली गण्डकी नदीको तीरै भगवान शालिग्रामको दर्शन हेतु जोमसोम, कागबेनी, धौलागिरी, नीलगिरी पर्वतको मार्ग मुक्तिनाथ आइपुग्यो। मुक्तिनाथ आइपुग्दा उनी मात्र 12.5 वर्षका थिए। नीलगिरी पर्वत मुक्ति क्षेत्रको कठोर तपस्यापछि सन् 1795 नेपालमा गोपाल योगीसँग उनको भेट भयो। 1 वर्ष गोपाल योगीसँग बसेर अष्टाङ्ग योग सिद्धि हासिल गरिन्। गोपाल योगीसँगको भेटपछि नीलकण्ठ वर्णीले विभिन्न क्षेत्रमा अनुयायी बनायो। सन् 1797 नीलकण्ठ वर्णी गङ्गासागर हुँदै सुन्दरवन कपिलमुनि आश्रम आए। सन् 1800 नीलकण्ठ वर्णीको गुजरातमा रामानन्द स्वामीसँग भेट भयो, जुन उद्धव सम्प्रदायको भगवान श्रीकृष्णको वैष्णव समाजका एउटा हिस्सा थियो, जसले भगवान श्रीकृष्णको उपासना गर्ने गरिन्थ्यो। रामानन्द स्वामीले नीलकण्ठ वर्णीलाई नारद मुनि र सहजानन्द स्वामी 2 नामहरू दिए र आफ्नो उद्धव सम्प्रदायको उत्तराधिकारी बनायो। यही सम्प्रदायलाई सहजानन्द स्वामीले अघि बढायो। आफ्नो गृह त्यागेर उनले पुरै भारत, नेपाल, तिब्बतको जङ्गल र तीर्थयात्री लगभग 12,000 किलोमिटर पैदल यात्रा गरिन्। स्वामी नारायणको दिव्य बाल्यकाल केही वर्ष छपैया र केही वर्ष अयोध्यामा बितायो। BAPS को अर्थ बोचासनवासी अक्षर पुरुषोत्तम स्वामी नारायण संस्था हो। यस संस्थाको संस्थापक शास्त्रीजी महाराजले गुजरातको बोचासनमा पहिलो मन्दिरको स्थापना गरेको हुनाले जसको कारण सङ्गठनलाई बोचासनवासी बोचासनको नामले जान्दछ। स्वामी नारायणले आफ्नो जीवनकालमा सती प्रथा, पशु बलि, तान्त्रिक अनुष्ठान, छुवाछुत, कन्या भ्रूण हत्या जस्ता कुरीति बन्द गराए, नकारात्मक सामाजिक प्रभावहरू विरुद्ध काम गरे, समाजका प्रत्येक व्यक्तिलाई शान्तिपूर्ण सम्मानजनक स्वास्थ्य जीवन जिउने अधिकार, व्यक्तिको जीवनको गुणस्तर सुधार, बिना भेदभाव सबै धर्मका मानिसहरूलाई स्वीकारे। उनले हजारौं स्वामीहरूलाई यस सम्प्रदायमा नियुक्त गरी अरूको सेवा जगत कल्याण काम हेतु प्रोत्साहित गर्यो। चारैतर्फी स्वामी नारायणले दिएको ज्ञानलाई यी हजारौं स्वामीहरूले फैलायो। यसरी यो सम्प्रदाय झन् ठुलो बन्दै गयो। स्वामी नारायणले जीवनको अन्ततिर आफ्नो समुदायलाई बढाउन र आफ्नो संस्कृतिलाई कायम राख्न गुजरात राज्यमा 6वटा मन्दिरहरूको स्थापना गर्यो। सन् 1822 अहमदाबाद, 1823 कच्छभुज, 1824 बर्ताल, 1826 धोलेरा, 1827 जुनागढ, 1828 गडडागढी 6वटा मन्दिरहरूबाट सुरु भएको थियो। मन्दिर निर्माणपछि मन्दिरमा भगवान श्रीकृष्णको मूर्तिको स्थापना गर्यो। मन्दिरमा भगवान स्वामी नारायणको मूर्तिको स्थापना गर्ने परम्परा भने BAPS संस्थाले सुरु गरेको थियो। भगवान स्वामी नारायणले यी 6 मन्दिरहरूमध्ये बर्ताल गादी र अहमदाबाद गादीको 2 मन्दिरहरूलाई विशेष गरी आफ्नो सम्प्रदायको लागि नियुक्त गरेको थियो। स्वामी नारायणले आफ्नो सम्प्रदायको 2 मुख्य मन्दिर अहमदाबाद र बर्तालको लागि आफ्नो भतिजहरू उत्तराधिकारी नियुक्त गर्यो। आज पनि यी मन्दिरहरूको आचार्य स्वामी नारायण सम्प्रदायको एक प्रमुख मुखियाको रूपमा रहेको छ। सन् 1830 मा स्वामी नारायणको स्वर्गरोहणपछि अहमदाबाद र बर्ताल अलग अलग सम्प्रदायमा विभाजन हुँदै गयो।
जसमा एउटा थियो BAPS बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था। यस संस्थाको स्थापना सन् 1905 मा यज्ञ पुरुषदास शास्त्रीजी महाराजद्वारा स्थापित भएको थियो। शास्त्रीजी महाराज यो मानिन्थ्यो कि स्वामीनारायणको अति आज्ञाकारी शिष्य गुणातीतानन्द स्वामी थियो, जसले स्वामीनारायण सम्प्रदायको प्रचार आध्यात्मिकता मार्गदर्शन गरी विश्व सामुन्ने सम्प्रदाय फैलाउन अहम भूमिका गुणातीतानन्द स्वामीको रहेकाले BAPS संस्थाले स्वामीनारायणलाई पुरुषोत्तम र गुणातीतानन्द स्वामीलाई अक्षर मान्दछ। यसै स्वरूप BAPS को मन्दिरहरूमा अक्षर र पुरुषोत्तमको मूर्तिहरू सँगै राख्दछन्। BAPS संस्था स्वामीनारायण सम्प्रदायभित्रको सबैभन्दा ठुलो संस्था हो। विश्वको विभिन्न देशहरूमा BAPS संस्थाको 1300 भन्दा धेरै मन्दिरहरू, जसमा 3 भव्य स्वामीनारायण अक्षरधाम, 150 शिखरबद्ध मन्दिरहरू रहेका छन्। स्वामीनारायण सम्प्रदायभित्र 6 विभिन्न संस्थाहरू रहेका छन्। अहमदाबाद गादी र बर्ताल गादी स्वामीनारायण सम्प्रदायको मुख्य संस्था मानिन्छ र यहाँको उत्तराधिकार वंशज परम्परा अनुसार पालना गर्दछन्। अहिलेसम्म संस्थाले 6औं गुरु पाइसकेका छन्, जसमा गुणातीतानन्द स्वामी, भगतजी महाराज, शास्त्रीजी महाराज, योगीजी महाराज, प्रमुख स्वामी महाराज, सन् 2016 बाट महन्त स्वामी महाराज BAPS बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाको 6औं गुरु साथै अध्यक्ष बने। सन् 1961 मा उनलाई योगीजी महाराजद्वारा स्वामीको रूपमा नियुक्त गरेका थिए। जति पनि स्वामीनारायण सम्प्रदायका मन्दिरहरू छन्, सबैले स्वामीनारायणको सिद्धान्तको पालना गर्दछन्। सहजानन्द स्वामीले आफ्नो धर्मको मूल सिद्धान्तलाई कायम राख्न शिक्षापत्री ग्रन्थ र वचनामृत नामको ग्रन्थ लेख्नु भएको थियो, जुन भगवान स्वामीनारायण सम्प्रदायको पुरानो र मुख्य ग्रन्थ मानिन्छ। स्वामीनारायणको जीवनकालमा घनश्यामबाट नीलकण्ठ वर्णी, सहजानन्द स्वामी, नारद मुनि हुँदै विश्व कल्याण कामहरू गरेको देखेर उनका अनुयायीहरूले स्वयं भगवानको अवतार मानी भगवान स्वामीनारायण भनी पुज्न थाल्यो।